हेलो गाइस, म चाहिँ अलिकति भिडियो बनाउनु ढिलो भयो किनकि एउटा सानो खुट्टामा एक्सिडेन्ट भइरहेको थियो हो। अनि त्यही कारण चाहिँ म कहिले गुम्बाको बनाउँछु भनेर भन्दै थियो हो। अब त्यो ठिकै भयो। अनि त्यहाँदेखि चाहिँ हेर्नु तामाङ गुम्बा, यहाँ चाहिँ काम थियो म हिजो आएको जग्गा हो। अनि यहाँ चाहिँ मेरो छोरी आनिका स्यालो, अन्त यहाँ यी सबैजना दाजुहरू हुन्छ। यहाँ भाइहरू यहाँ यसमा सरौमा बसिरहेको छ हो। यहाँ औरिया यता न हेलो त भन। यहाँ केसियर काम गर्दैछ यहाँ रिया चाहिँ हो। यता त हेर न राम्री केटी। ए अनि यहाँ भाइ ऊ यता काउन्टिङ हुँदैछ, भोट काउन्टिङ जस्तो भइसक्यो हो। आमा अर्को यहाँ फेरि काउन्टिङमा बिजी छ निकास भाइ हो। अनि यहाँ अब चाहिँ यतिखेर चाहिँ सबैजना जाने टाइम भइसक्यो। यी छोरीले फेरि हेलो भन्दैछ। अनि यहाँ दिदी हाँसिलो खै हाँसिदिनु न अलिकति। हेर्नुपर्छ देखाउनुपर्छ हो। अनि यहाँ सबैजना यहाँ बाजे हो हि गर्दा ऊ यसरी हाँस्नुहुन्छ बाजे चाहिँ हो। ऊ यसरी हाँस्ने हो। अनि यहाँ खै सुसुम दिदी अनुहार देखाउनु अलिकति। ब्युटी गर्जेस हो, 18 वर्षको केटी हो यहाँ सुसुम दिदी चाहिँ हो। अस्ति भर्खर बर्थडे हामीहरू खाएर बसेको 18 वर्षको हो। अनि यहाँ मेन्युमा चाहिँ यहाँ हाम्रो सर हुनुहुन्छ हो। सर ला 16 वर्ष पो रहेछ त यहाँ सुसुम दिदीको त हो। म त 18 वर्ष भनेर सोचिरहेको थिएँ, खै माइ मिस्टेक भएछ हौ। यहाँ सुप छ हो। यहाँ आज चाहिँ यहाँ यो के हो चाउमिन, यहाँ मोमो तातो मोमो जस्तै गाला भइरहेको छ हो। अनि तर पनि मोमो खाँदैछ यहाँ सरले, हाम्रो सर हो। अझै इस जस्तो फुलिनु होला, अलिक कम्ती खानुहोस् मोमो चाहिँ, भात बोर हुँदा खानुहोस् हो। अनि यहाँ के छ, यहाँ राइस, अनि यो हो तपाईँको दाल हो। अनि यो हो पता नि के हो, यो मसरुम यो पनिर हो। अनि यो चाहिँ रहेछ अचार, गोर्खे अचार भनौँ न है। अनि यो ला यो त फिनिस भइसकेको छ। आलुको सबभन्दा मिठो चाहिँ यही थियो साथीहरू, भेज कटलेट। यो चाहिँ आलुको थियो अरे तर यो चाहिँ सकिहालेछ।